हेलो सबैजनालाई सेवा अनि नमस्ते। स्वागत छ सबैजनालाई मेरो नयाँ युट्युब च्यानलमा, नयाँ भिडियोमा। बोल्न पनि आउन छोडेछ क्या, बिस्तारै नआऊ मान्छेहरूले हल्लाकोमा जे भयो नि डर लाग्छ नि है। पुल हो नि त यो। के छ हालखबर तपाईँहरूको? माग आधी भइसक्यो। के माग्नु भयो? मैले त केही पनि मागेको छैन। मागमा माग्नु पर्छ अरे। यो खुस्किन लागेछ। आज चाहिँ हामी 4 बहिनी भएर हाइकिङ हिँडेको। आज चाहिँ ठुली साइली अनि अर्को ठुली अनि अर्को कान्छी, 2 जना साथीहरू, बहिनीहरू, छिमेकी बहिनीहरू, म अनि कामना हिँडिरहेछौँ। हामी कहाँ जानेछौँ, के गर्नेछौँ सम्पूर्ण विवरण पेश गर्ने नै छु। हेर्दै गर्नु होला मलाई। यतादेखि उता पूर्व, उतादेखि यता पूर्व। तोरीबारी रमाइलो, बाटो पनि रमाइलो, गहुँबारी पनि रमाइलो। हामी सबैजना मिलेपछि हाइकिङ जान झनै रमाइलो। मालुम, भेरी मालुम, ज्यादा मालुम, असाध्यै मालुम। डोका थाली पर रोडमा। ल साथीहरू, केराउ जुत्ता फलिरहेछ। यहाँ यसरी पैनी छ। यतातिर आलु रोपेको छ। आलु पनि खालको पाइन्छ त। तोरी फुलिरहेछ। सब्जीको लागि टनेलाहरू छ। यो ठाउँ यस्तो दामी छ है। यो ठाउँ चाहिँ गुन्डु हो है। ए हो त, गुन्डु एरिया हो। आलुको ड्याङमा चाहिँ सागहरू सबै थोक छ है। यस्तो ठाउँमा डुल्न पाएपछि सधैँभरि म खुसी। ल डाँडा कस्तो मजा ढिकुरा राखे जस्तो छ नि। ल तपाईँहरूलाई कस्तो लागिरहेछ टक कमेन्ट गर्नुहोस् त। कतिजना साथीहरूले ढिलो बोल्यो अलिक छिटो बोल्नु पऱ्यो भन्नुहुन्छ। छिटो बोल्नु पर्दा छिटो बोलिन्छ नि, तर सबैजना छिटो बोलेर मात्र हुँदैन नि त। कोही साथीहरू त ढिलो पनि बोल्नुपर्छ है। गुन्डु नयाँ बस पार्क। गुन्डु नयाँ बस पार्क अरे, तल चाहिँ पुरानो बस पार्क अरे क्या। गुन्डु नयाँ बस पार्क आयो पहिलोचोटि। कुद्यो डिम्पल कुद्यो। पानी ट्याङ्की कत्रो हो। हामी ठिक छौँ नि? एकदम ठिक छ दिदी। पानीको कता छ नि? पानी झोलै भित्र छ। झिकौँ त। पहाडको फेदको तोरीबारी। तोरीबारी गाइज कस्तो लाग्यो त? तोरीबारी मात्र होइन कि यतातिर बाँसबारी पनि छ। बाँसबारी छ। तलतिर भ्याली। तामा खाने हामी बोजूहरूले काम चलाउँथ्यौँ होइन त? सुन्तला जुना रोप्नु नि। हामी घरि खान आउँछौँ नि। माथि के जाति अरे? कुचो राना रबाना। अनि यो गाईलाई चराउँदै लाली जबन जान्छ कि हजुरा पाता बजाउँदै
त्यो पारी यो चाहिँ घ्याम्पे पाइलट बाबा, यो माथि घ्याम्पे डाँडा, तलतिर भ्याली। ल खाजा साजा खाइसक्यो, अब फेरि बाटो लाग्यो। के छ साथी हो, कस्तो लागिरहेछ? ल डाँडा काँडा हेर्न मन पराउनेलाई चाहिँ साह्रै राम्रो छ। हो त नि, अदुवा लसुन नपड्काउनु अरे ठिक होइन त। ठिक होइन अरे। तँलाई त झाउको यो टिप्नु त पहिला कुन? यहाँ यहाँ पनि छ नि त। छ। छोड्ने कुरा आउँदैन। कहाँ छोड्नु? अत्याधिक यो सिस्नो छोड्यो भने त पाप लाग्छ बाजै, पाप लाग्छ। यस्तो सिस्नो भनेकै कोका कोला। कहाँ मैले अलिकति हिरो हिरो जस्तो देखेको थियौँ, हिलो हिलो जस्तो। चल दिदी यहाँ छु। पाखाभरि साथीहरू सिस्नो सिस्नो टिप्दै, म चाहिँ पुग्यो सिस्नोले। कम्ती चिरेर फोकै उठ्यो नि हौ। मिठो छैन सिस्नो टिप्न, खाना मात्रै मिठो छ। कता हो फुली गएकोतिर जान, कहाँ भन? ए खै भिरमा झुन्डे पनि सिस्नेको लो। डिम्पल बहिनी मजा आछ नि हरिण हुन। लाउरेहरू निस्क्यो, लाउरेहरू। सिङ्गापुर गएर जागिर खानुपर्ने होइन, ट्रेनिङ हो हाम्रो। अर्को लाउरे उहाँ छ। यकी पल्कर पल्कर। सिस्नोको पोका। आमामा सिस्नो त थोरै त पोकिएन त। डाँडे डाँडा साइली आइने कि फुलफुले छ, टुप्पोमा सुन्तला रहेछ। ल साथी हो, हाम्रो गाउँमा तल हामी यहाँ आइपुग्यौँ। यस्तो सुन्दर डाँडा छ। ऊ त्यो पारि घ्याम्पे डाँडा, पाइलट बाबा, अनि माथि रानीकोट है। हामी ऊ त्योदेखि आएको। यता चाहिँ यसरी फाँडे छन्। पहिला पहिला यो थिएन, अहिले चाहिँ यो सबै फाँडेर अब बोट बिरुवा लाउने तर्खरमा छन् क्यारे। ल अब चाहिँ हामी घरतिर लाग्यौँ। सबैजनालाई यति बेलासम्म हेरिदिनु भएकोमा धन्यवाद। फेरि पनि भेटौँला, बाई बाई।